नमस्ते साथीहरू, आजको भिडियो रहेको छ घन्टी कसरी बनाइन्छ भिक्टरीमा, त्यो पुरा प्रक्रिया। त्यसको लागि सबैभन्दा पहिला साँचो बनाउने काम गरिन्छ हैन। सेप त्यसको लागि पहिला माटो लिन्छ, अनि घन्टीको सेप दिनको लागि घन्टी लिन्छ, अनि त्यसलाई राम्ररी साँचोमा हालेर त्यसलाई फेरि माथिबाट माटो हालेर राम्ररी प्याक गरिदिन्छ त्यो घन्टीलाई। अनि त्यसले अब भइसक्यो, हाम्रो घन्टीको साँचो बनिसक्यो। अब यसलाई राम्ररी निकालेर पाउडर दिएको थियो हैन, त्यसले गर्दाखेरि राम्ररी त्यो हुन्छ हैन। निकालेपछि अब यसलाई नेक्स्ट स्टेपको लागि अगाडि दिने काम गरिन्छ। राखिदियो, हामी देख्न सक्नुहुन्छ। अब पुरानो मेटलहरूलाई, पुरानो लोहाहरूलाई राम्ररी हिटमा पग्लाएर अनि त्यसलाई साँचो तयार गरेको थियो त्योमा राम्ररी हालिदिइरहेको छ। हालेपछि राम्ररी यसलाई हैन चेक गरिरहेछ, माथिबाट झाँपतिर छोपिदिइरहेको छ। अब यसलाई भइसकेपछि यसलाई के गर्यो भने त्यसलाई निकालेर सबै माथिको कभरलाई हटाएर जुन त्यो बनाएको थियो त्यसलाई सबैलाई निकालेर सफा गरिरहेछ। त्यो जति माटो लागेको थियो त्यो माटोहरूलाई सफा गरिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू राम्ररी। अनि त्यसलाई अब यसै गरी सबैलाई सफा गरेर राम्ररी हैन, अब त्यो हिट धेरै मतलब तातो हुन्छ, त्यसलाई थोरै टाइमको लागि हातलाई नछुएर पिलासले सबैलाई राम्ररी सफा गरिरहेको छ। एक्स्ट्रा पार्टहरूलाई सबैलाई निकालिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू। अनि त्यो हैन साइडको त्यो थियो नि, बिचमा लगाउने हो, त्यो त्यसले घन्टी बज्छ। अब मसिनमा सेट गरेर यसलाई राम्ररी सेप दिइरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू। त्यसले नानी जस्तो टलक्क टल्काइदिइरहेछ, उसलाई राम्ररी सेप दिइरहेछ मसिन हातको सहायताले। देख्नमा कति राम्रो देखिरहेछ। अनि यसलाई अब नेक्स्ट स्टेप, अब अर्को दाइले यसलाई राम्ररी सफा गरेर राम्रो टल्काएर टलक्क बन्काएर अब सफा गरेर राम्रो क्लिन गरेर सबै पार्टलाई अब त्यो अर्को दाइले पठाइदिएछ। अब यसले के गर्यो भने यसलाई त्यो भित्र बज्ने दुईटा पार्ट थियो त्यसलाई अब सेट गरिरहेको छ, देख्न सक्नुहुन्छ साथीहरू। अब भइसक्यो, त्यो बजाएर देखाइसकेपछि भने ल, धन्यवाद साथीहरू।